मलाई खासै अरू बनाउन त आउँदैन। मिठो मिठो अन्डा करी मासु सासु बनाउन मात्रै आउँछ। अबे साले यस्तो भयो हैन, हेर्न सक्नुहुन्छ। हेलो झोरले लाफा, नमस्कार, सलाम वालेकुम, नमस्ते। म चाहिँ बाबुराम खनाल। मैले फेरि पनि आज अर्को नयाँ ब्लग लिएर आएको छु। म सन्चै छु, आयो तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ फरक किसिमको ब्लग छ, हेर्न सक्नुहुन्छ। म चाहिँ आफ्नै घरमा अन्डा करी बनाउन गइरहेको छु। अब खासै मिठो बनाउन त जान्दिनँ, त्यही पनि म ट्राई गर्नेछु मिठो बनाउने। ड्युटीबाट आएँ भर्खर, ड्युटीबाट आएर कपडा सपडा चेन्ज गरेर म अब काटकुट गर्छु, अन्डा सन्डा आलु बसाल्छु। अनि के हुन्छ कस्तो हुन्छ लेट्स सी गाइस, हेर्नुहोस्। यसमा चाहिँ अन्डा र आलु बोइल गरेको छु हैन। कुकर चाहिँ फरक टाइपको छ, त्यो राम्रोसँग बोइल हुन्छ यसमा। हेर्न सक्नुहुन्छ यो धनिया अनि लसुन र अनि अदरक अदुवा चाहिँ काटिसकेँ। टमाटर खुर्सानी प्याज अनि थोरै चाहिँ मटर पनि छ, त्यसलाई मिक्स गर्नुपर्छ। यो काट्नु बाँकी छ, म काट्दैछु प्याज। म चाहिँ मसिनो मसिनो गरेर काटेपछि छिटो पाक्छ भनेर छिटो छिटो काट्न गइरहेको छु। मसिनो मसिनो कटिङ त मेरो खतरा डेन्जर छ, हेर्न सक्नुहुन्छ। प्याज यसरी मसिनो गराएँ। प्याज चाहिँ नेपालको जस्तै छ, पुरै अर्ग्यानिक, सानो सानो, तर बहुत पिरो छ, पिरो। खुर्सानी यता चाहिँ अन्डा र आलु बोइल हुँदैछ। खुर्सानी पनि पुरै हुन्छ नि गाउँतिरको डल्ले खुर्सानी जस्तै पिरो पिरो छ। हामीलाई चाहिँ खुर्सानी धेरै मनपर्छ, पिरो पिरो चट्ट। यो चाहिँ रेडी भयो। अब टमाटर धेरै नराखौँ होला। यो चाहिँ फाइनल रेडी भएको छ। यो धनिया चाहिँ पछि काट्नेछौँ, धनिया पछि काट्ने मान्छे। अहिले म मटर सोध्छु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला, प्रतिक्रिया दिनु होला। म हजुरहरूलाई फरक फरक किसिमको कन्टेन्ट लिएर भ्लग गराएको छु। मन छ मलाई मोटो भ्लग गर्ने, तर यहाँ चाहिँ असम्भव छ। नेपाल हुँदा चाहिँ गरिएन, ठिक छ। त्यो भए पनि दिल खुस गर्ने हो। ड्युटीबाट आएर आज चाहिँ हेरौँ के हुन्छ कस्तो हुन्छ। धेरै भयो अन्न करी नखाएको, आज खाम भनेर म ट्राई गर्दैछु। मलाई खासै अरू बनाउन त आउँदैन। मिठो मिठो अन्डा करी मासु सासु बनाउन मात्रै आउँछ कि। पुरै भिडियोमा भिजिट गर्नु होला, सेयर सब्सक्राइब गर्नु होला सबै। हेर्न सक्नुहुन्छ यो रेडी भयो। यो मटर खुर्सानी लसुन अदुवा प्याज टमाटर अनि पछि यो धनिया। फाइनल्ली गाइज अन्डा पनि बोइल भइसक्यो। अब त्यसलाई छिल्छु म राम्रोसँग। ल गाइज यो चाहिँ उम्लिसकेछ हैन। मैले जतिको चाहेको थिएँ त्यति नै उम्लेको छ हैन। अब आफ्नो आफ्नो बनाउने शैली फरक फरक हुन्छ हुन त तरिका, तर म चाहिँ यसरी बनाउँछु हैन। हेरौँ कस्तो हुन्छ। अब अन्डा पनि लोकलै अन्डा हो है, नेपालको जस्तै सब लोकल। म पनि लोकलै हो गाइस। फाइनली आलु चाहिँ छिरे। अब यो चाहिँ मजाले थिच्नुपर्छ। म चाहिँ यसरी थिच्छु हैन, हल्का गिलास सफा गर्ने अनि पछि यसरी मसिनो धुलो गराउने। कता कतिले काटेर गराउनु हुन्छ हैन। म चाहिँ यसरी गराएपछि ग्रेभी बबल मजाको हुन्छ। चाहिँ यस्तो भएको छ है, ट्याक्क लगाएर। म अन्डा चाहिँ हैन एक्चुअली कसो रहन्छ नि, यो तेलमा तार्नुपर्छ हल्का। यसमा तेलमा यसरी तार्दाखेरि तेलभित्र जाँदैन हैन। त्यही भएर म चाहिँ सानो सानो थोरै थोरै काट्छु हैन।
यसरी तेलभित्र जान्छ फुराउँदा अनि पछि मिठो हुन्छ। म चाहिँ दुईटा बसालेको छु होइन। यसमा चाहिँ हल्का अन्डा फ्राई गर्नुपर्छ। यसमा चाहिँ म बनाउँदैछु पहिले सुरु अन्डा फ्राई गरेर। अनि पछि यो लसुन अदुवा रातो भइसकेपछि अनि प्याज अनि यो रेडी भएको मटर पनि हालिदिन्छु पाक्दै गर्दैछुमा होइन। कस्तो हुन्छ त गाइस। अब टमाटर पनि हाल्दैछु गाइस। टमाटर है अनि म यो खुर्सानी पनि हाल्दिनँ, खुर्सानी हाल्छु अनि एकछिन म मजाले चलाउँछु। पाक्दैछ थोरै मसला राख्नु होइन। मसला म धेरै चाहिँ राख्दैन, धेरै मसला खानु हुँदैन, ठिक्क 2 चम्चा। मेरो बनाउने स्टाइल चाहिँ फरक छ है। आलु राख्छु होइन, हल्का पाक्न लागिसक्यो। आलु राखेर एकछिन छोप्नुपर्छ। अब चाहिँ हल्का पाक्न लागिसक्यो। अब यसलाई हल्का चलाउने अनि पछि हल्का पानी हालिदिनुपर्छ। यो चाहिँ उम्लिरहेको छ। म चाहिँ अन्डा हाल्छु। उम्लिनै दिनु। म चाहिँ लास्टमा धनिया हालिदिन्छु। हेर्नुहोस् कस्तो भयो। ल हेर्नुहोस् यस्तो भएछ। अब चाहिँ हामी खानाको तयारीमा छौँ। यस्तो भयो होइन, हेर्न सक्नुहुन्छ। कस्तो भयो? बोल्दै कुछ बोलो यार, लाइक कमेन्ट करो और सब्सक्राइब करो। वाह, लाइक कमेन्ट सेयर सब्सक्राइब। आजको लागि चाहिँ यति। मेरो भ्लगलाई हेरेर कस्तो लाग्यो सल्लाह प्रतिक्रिया दिनु होला। यस्तै भ्लगहरू आइरहनेछन्। हामी चाहिँ खाना